नमस्कार सबैजनालाई, म विनिता। आज फेरि अर्को एउटा इन्ट्रेस्टिङ टपिक लिएर तपाईँहरूमा आज उपस्थित भइसकेको छु। आजको टपिक छ बजेट भर्सेस एक्चुअल होइन। बजेट भनेको के हो, एक्चुअल भनेको के हो र बजेट भर्सेस एक्चुअल किन जरुरी छ, नट जस्ट फर कम्पनी, सबै इन्डिभिजुअलहरूको लागि पनि भन्ने कुरा चाहिँ म यो भिडियो मार्फत एक्सप्लेन गर्न जाँदैछु। अब बजेट भनेको के हो, पहिले त बजेटै भनेको के हो भनेर बुझौँ। बजेट भनेको चाहिँ हामीले कुनै पनि मन्थ कम्प्लिट हुनुभन्दा अगाडि नै एउटा एस्टिमेसन निकालिन्छ कि यो मन्थमा हामीले यति यति खर्च अथवा यति यति इन्कम अर्न गर्न जाँदैछौँ भनेर एउटा एस्टिमेट निकालिन्छ होइन। त्यसलाई नै चाहिँ हामी के भन्छ, बजेट भन्छौँ होइन। अब एक्चुअल भनेको चाहिँ मन्थ हेड पछि एक्चुअलमा के भयो त, रियालिटी होइन, त्यो मन्थको रियालिटी के हो त, त्यो मन्थमा कति एक्सपेन्स भयो त, त्यो मन्थको इन्कम कति हो त भन्ने एउटा फ्याक्टलाई चाहिँ हामी के भनिन्छ, एक्चुअल भनिन्छ होइन। बजेट भर्सेस एक्चुअल किन जरुरी हुन्छ फर एनी अर्गनाइजेसन अथवा सबै इन्डिभिजुअलहरूलाई पनि भन्दा चाहिँ हामीले कुनै पनि कुरालाई प्लान गरेको र हामीले एक्चुअलमा एचिभ गरेको कुरामा भिन्नता के छ भनेर जान्यो भने मात्रै हामीलाई ग्रोथ गर्नको लागि, इम्प्रुभमेन्ट ल्याउनुको लागि या कुनै डिसिजन लिनको लागि हेल्प पुग्ने हुन्छ। त्यसैले एकदमै इम्पोर्टेन्ट हुन्छ होइन। अब गर्ने कसरी त भन्ने कुरा चाहिँ म एक्सप्लेन गर्न जाँदैछु। फर्स्टमा त हामीले कुनै पनि कम्प्लेक्स बजेट बनाइँदैन होइन। अब बनाउन त मिल्छ, तर हामी यो यसमा चाहिँ हामी एकदम सिम्पल, एकदम लेमेन वेमा मात्रै कुरा गर्न जाँदैछौँ होइन। फर्स्टमा त बजेट कसरी बनाउने, एकदम सिम्पल 6 लाइन बजेटको म कुरा गर्नेछु। त्यसमा चाहिँ हामीले सेल्स अथवा इन्कम, जुन चाहिँ यो मन्थमा कति हुन्छ भनेर हामीले एउटा एस्टिमेट लिनेछ त्यो इन्कम होइन। अनि त्यसपछि गएर सिओजिएस अथवा डाइरेक्ट एक्सपेन्सेस, मार्केटिङ एक्सपेन्सेस, अनि त्यसपछि पेरोल एक्सपेन्सेस, रेन्ट एक्सपेन्सेस र अरू छुटपुटको जति पनि एक्सपेन्सेस छ त्यो अदर एक्सपेन्सेस होइन गरेर हामी 6वटा आइटम लिएर अगाडि बढ्छौँ होइन। त्यो गरिसकेपछि हामीले एउटा एस्टिमेट त दियो, यो मन्थमा मैले यति यति कमाउँछु होला, यति यति चाहिँ मेरो एक्सपेन्सेस हुन जान्छ भनेर मैले एउटा बजेट प्रिपेयर गरेँ होइन। अनि त्यो गरिसकेपछि मन्थ त सक्यो। अब मन्थ सकेपछि हजुरले अब सबै डेटा इन्ट्री त गर्नुभयो, मन्थ एन्ड क्लोजिङ मैले योभन्दा अगाडिको भिडियोमा एक्सप्लेन गरेको छु होइन। मन्थ एन्ड क्लोजिङ गऱ्यो, अब त्यहाँ सबै डेटा इन्ट्री भइसकेको छ। मलाई अब प्रफिट एन्ड लस अकाउन्ट उठाउँछु म, त्यहाँबाट टक्क मैले इन्कम अनि एक्सपेन्सेसहरू क्याटेगोरी